हेलो नमस्कार साथीभाइहरू। आज चाहिँ म हजुरहरूलाई चाहिँ एउटा इन्डियन रेसिपी छ्योपी भन्ने चाहिँ बनाएर खिलाउनको लागि चाहिँ सामान किन्न जाँदैछु गाडीमा है। मैले चाहिँ धेरै यो चाहिँ टिभीमा यताउति अनि युट्युबमा देखेको थिएँ कि अनि त्यही भएर यो थेची चाहिँ खान मन लाग्यो भनेर सबै सामान किनेर लिएर आएँ। सो धनियाँ पखाल्दैछु फर्स्टमा चाहिँ। त्यसपछि गएर मेरो प्यान गरम हुँदैछ, मैले चाहिँ ओलिभ ओइल हालेँ। त्यसपछि बदाम अनि लसुन अदुवा अलिकति जिरा सुक्यो खोर्सानी हरियो खोर्सानीहरू सबै हाल्नु पर्यो। त्यसपछि हल्का फ्राई गर्ने। यसलाई चाहिँ हल्का बदामलाई रातो हुने बेलासम्म फ्राई गर्ने अनि स्वाद अनुसारको नुन पनि हाल्नु होला। त्यसपछि हल्का चलाउने अनि फेरि धनियाँ टक्क माथिबाट हाल्ने, धनियाँलाई पनि टक्क चलाउने। सकेसम्म धनियाँलाई चाहिँ नकाटिकन यस्तो लामो लामो हाल्दाखेरि चाहिँ हल्का राम्रो हुन्छ अरे, त्यही भएर चाहिँ मैले पनि यस्तै गरेछु। हल्का फ्राई गर्दै गर्ने। त्यसपछि बिस्तारै बिस्तारै यो धनियाँ हल्का गल्दै जान्छ। त्यसपछि बदाम पनि हल्का रातो रातो हुँदै जान्छ। धेरै डिप फ्राई पनि नगर्ने, हल्का। यो फाइनली चाहिँ अहिले हाम्रो चाहिँ रेडी भएको छ अब थिच्नको लागि। त्यसको लागि चाहिँ यो थिच्ने भाँडा पनि चाहिन्छ। अब यसमा चाहिँ मैले हल्का निकालेर हाल्छु। सकेसम्म सबै हाल्न खोजेको, तर अलिक धेरै नै भयो। मैले चाहिँ तेल अलिक धेरै हाल्छु। सकेसम्म तेल चाहिँ हल्का कम्ती हाल्न पर्ने रहेछ है। त्यसपछि सबै यसमा हाल्ने, धनियाँ लसुन अदुवा पिनट सबै कुरो बुटेको जति हाल्ने मजाले। मेरो चाहिँ यो थिच्ने भाँडो अलिक सानो भयो, तर आधी आधी गरेर भुट्दाखेरि भन्नाले आधी आधी गरेर गर्दाखेरि पनि राम्रो हुने रहेछ। सो यसलाई बिस्तारै थिच्ने, हल्का ग्रेभी टाइपको बनाउने, फेरि थिच्ने। त्यसरी स्वाद अनुसारको लेमन हाल्दा झन् राम्रो हुँदो रहेछ टक्क। फाइनली अहिले चाहिँ मेरो चाहिँ यस्तो लुक्समा देखिरहेछ। त्यसै खानको लागि तयार। भिडियो कस्तो लाग्छ हजुरहरू हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अभिराज ब्लग। थ्याङ्क यू भेरी मच। ह्याभ अ लभली डे।